हेलो एभ्रिबडी यो भिडियोमा चाहिँ हामी कास्ट रुल चाहिँ हामी सिक्न जाँदैछौँ है त। अब यो ट्रिगोनोमेट्रीको चाहिँ कम्पाउन्ड एङ्गलहरू हैन, पछि मल्टिपल एङ्गलहरू, सब मल्टिपल जति पनि च्याप्टरहरू छ त्यो च्याप्टरहरू जान्नुभन्दा अगाडि चाहिँ यो कास्ट रुल जान्न चाहिँ एकदमै भेरी इम्पोर्टेन्ट छ। अनि यो कास्ट रुलको तपाईँहरूले टेबल चाहिँ स्क्रिनमा देख्न सक्नुहुन्छ। हामी यो टेबललाई हामी हेर्नेछौँ है त। दिस इज फर्स्ट क्वाड्रेन्ट, यो फर्स्ट क्वाड्रेन्ट भनिन्छ, यसलाई सेकेन्ड क्वाड्रेन्ट भनिन्छ, यसलाई थर्ड क्वाड्रेन्ट भनिन्छ भने यसलाई के भनिन्छ, फोर्थ क्वाड्रेन्ट। यसरी चारवटा क्वाड्रेन्टमा चाहिँ हामीले डिभाइड गरिएको हुन्छ। अब कास्ट किन भनिएको भने तपाईँलाई देख्नुहुन्छ सक्नुहुन्छ सी हैन, एएसटी कास्ट हैन, जसको मिनिङ चाहिँ सी को मिनिङ चाहिँ कस र सेक। यो क्वाड्रेन्टमा चाहिँ कस र सेक पोजिटिभ हुन्छ, यो क्वाड्रेन्टमा सबै अल पोजिटिभ हुन्छ, यो क्वाड्रेन्टमा साइन र कसेक पोजिटिभ हुन्छ, यो क्वाड्रेन्टमा के पोजिटिभ हुन्छ त, ट्यान र कट पोजिटिभ हुन्छ भन्न खोजेको है। अब जस्तै यहाँबाट हामीले 0 भनेपछि 0 बाट यसरी 90 डिग्री ट्राभल गरेपछि यो 90 भयो। सिमिलर यहाँ पुग्यो, फेरि 90 मा 90 जोडियो 180 भयो, फेरि 180 मा 90 जोडियो 270 भयो, फेरि 270 मा 90 जोडियो कति भयो त, 360 भयो। अब यहाँ यो फर्स्ट क्वाड्रेन्टमा हुने एङ्गल्सहरू के हुन्छ भनेपछि 90 भन्दा सानो हुन्छ हैन, किनभने यहाँदेखि यहाँसम्म पुगे पो 90 हो हैन। अब यहाँदेखि 90 भन्दा भित्रै छ भने 90 भन्दा के हुन्छ, सानो हुन्छ। सो 90 माइनस थीटा भनेर लेख्ने भयो। त्यसैगरी अब 90 भन्दा ठुलो भएपछि 90 प्लस थीटा हुने भयो। 180 सम्म, यहाँसम्म 180 हो। अब 180 भन्दा यता गएपछि चाहिँ प्लस हुने भयो। 180 भन्दा माथि नै छ भने के हुने भयो त, 180 माइनस थीटा हुने भयो। सिमिलरली 180 भन्दा ठुलो, 270 भन्दा माइनस, यहाँ 360 भएको रहेछ। यसलाई हामी यसो मेटेर के लेखौँ भनेपछि 270 माइनस थीटा हैन। 180 भन्दा चाहिँ धेरै छ र 270 भन्दा के छ त, कम छ। सिमिलरली यहाँ 270 भन्दा बढी छ, प्लस थीटा भयो, 360 भन्दा कम छ, माइनस थीटा भयो। अब एक राउन्ड कम्प्लिट गरेर फेरि अर्को राउन्ड जान्छ भने चाहिँ 360 प्लस थीटा यसरी भएको है। अब यो यसो चार्ट बुझ्यौँ भनेपछि अब धेरै कुराहरू चाहिँ सहज भइहाल्छ। सो पहिलो कुरा के थाहा पाउनु पर्यो भनेपछि फर्स्ट क्वाड्रेन्टमा के पोजिटिभ हुन्छ भनेपछि फर्स्ट क्वाड्रेन्टमा सबै अल पोजिटिभ हुन्छ भन्ने कुरा बुझ्नु पर्यो फर्स्ट क्वाड्रेन्टमा। सेकेन्ड क्वाड्रेन्टमा के पोजिटिभ हुन्छ भनेपछि सेकेन्ड क्वाड्रेन्टमा साइन र कसेक पोजिटिभ हुन्छ, अरू सबै नेगेटिभ हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। थर्ड क्वाड्रेन्टमा के पोजिटिभ हुन्छ भने जस्तै यसले भन्न खोजेको के भनेर म यसो बुझाउँछु है। जस्तै मानौँ cos 45 को भ्यालु कति हुन्छ भन्ने थाहा पाउनु पर्यो। अब यो 45 डिग्री चाहिँ कुन क्वाड्रेन्टमा पर्यो, 45 डिग्री त फर्स्ट क्वाड्रेन्टमा पर्यो। सो यसको भ्यालु चाहिँ के हुने भयो त, पोजिटिभ हुने भयो कि। जुनसुकै ट्रिग्नोमेट्रिक रेसियोको भ्यालु पनि यदि यो फर्स्ट क्वाड्रेन्टमा एङ्गल परिरहेको छ भने पोजिटिभ हुने भयो। चाहे cos 45 होस्, चाहे tan 45 होस्, चाहे cot 60 होस्, यो जति पनि एङ्गल छ, जति पनि एङ्गलहरू छ, यो त फर्स्ट क्वाड्रेन्टमा पर्छ। र सबै ट्रिग्नोमेट्रिक रेसियोको चाहिँ भ्यालुहरू फर्स्ट क्वाड्रेन्टमा चाहिँ के हुन्छ त, पोजिटिभ हुन्छ। अब यो क्वाड्रेन्ट भनेको के त, 90 भन्दा ठुलो छ, 180 भन्दा सानो छ। 90 भन्दा ठुलो, 180 भन्दा सानो। जस्तै मानौँ यसरी साइन 120 भनेर मैले लेखेँ है, साइन 120 डिग्री भनेको सेकेन्ड क्वाड्रेन्टमा पर्छ नि त हैन है। 90 भन्दा ठुलो छ, 180 भन्दा सानो छ सेकेन्ड क्वाड्रेन्टमा। अब यो साइन 120 को भ्यालु चाहिँ के आउँछ, पोजिटिभ आउँछ कि नेगेटिभ आउँछ, भ्यालु झिक्न त हामी पछि सिकाउँछु म। तर अहिले पोजिटिभ आउँछ कि नेगेटिभ आउँछ भनेर कसरी थाहा पाउने भनेपछि सेकेन्ड क्वाड्रेन्टमा के भनेको छ भनेपछि साइन र कसेकको भ्यालु के हुन्छ, पोजिटिभ हुन्छ भनेपछि यो त सेकेन्ड क्वाड्रेन्ट 120 भनेको र साइन चाहिँ ट्रिग्नोमेट्रिक रेसियो भनेपछि यो साइन 120 को भ्यालु के हुने भयो त, पोजिटिभ हुने भयो। यही केसमा यदि चाहिँ यहाँ tan 120 भएर 120 भनेको त सेकेन्ड क्वाड्रेन्टमा पर्यो, सेकेन्ड क्वाड्रेन्टमा त साइन र कसेक मात्र पोजिटिभ हो, यहाँ त tan आछ भनेपछि tan 120 को भ्यालु के हुन्छ त, नेगेटिभ हुन्छ। यसको मिनिङ चाहिँ त्यो हो है। ल अब यो टेबल लगभग जानिसकेपछि कुन क्वाड्रेन्टमा के पोजिटिभ हुन्छ, फर्स्ट क्वाड्रेन्टमा अल पोजिटिभ हुन्छ, सेकेन्ड क्वाड्रेन्टमा साइन र कसेक पोजिटिभ हुन्छ, थर्डमा ट्यान र कट पोजिटिभ हुन्छ, फोर्थमा चाहिँ कस र सेक पोजिटिभ हुन्छ भन्ने कुरा थाहा पायौँ भने चाहिँ अब हामीले चाहिँ यसको अब कसरी युज हुन्छ भन्ने कुरा चाहिँ हामी हेर्छौँ है। जस्तै साइन 90 माइनस थीटा यो भनेको कति हो त हैन, साइन 90 माइनस थीटा कसरी कन्भर्जन गर्ने भन्ने कुरा अब म सिकाउँछु। एउटा अब गीत भनौँ कि नारा भनौँ, यसो याद गर्नलाई है, कसरी याद गर्न सकिन्छ भनेपछि जस्ताको तस्तै इभनमा, इभनमा जस्ताको तस्तै, इभनमा जस्ताको तस्तै, सेम हैन, नो चेन्ज। जस्ताको तस्तै इभनमा, अडमा चाहिँ चेन्ज, फरक चाहिँ
अड जस्ताको तस्तै इभनमा फरक चाहिँ अड भनेको इभनमा जस्ताको तस्तै लेख्ने अडमा के गर्ने चेन्ज गर्ने। अब यो इभन भनेको के हो अड भनेको के हो चेन्ज भने के हो के चेन्ज गर्ने भन्ने कुराहरू आउन सक्छ हैन। अब चेन्ज कसरी हुन्छ भन्ने कुरा म यहाँ लेखिदिन्छु। चेन्ज गर्नुपर्ने भन्ने बित्तिकै साइन चाहिँ केमा चेन्ज हुन्छ कसमा चेन्ज हुन्छ कस साइनमा चेन्ज हुन्छ। सिमिलरली ट्यान र कटमा चाहिँ ट्यान कटमा चेन्ज हुन्छ कट ट्यानमा चेन्ज हुन्छ र सेकको केसमा चाहिँ सेक कसेकमा चेन्ज हुन्छ कसेक सेकमा चेन्ज हुन्छ। अब मैले यहाँ के भनेको छु भने चाहिँ इभनमा सेम जस्ताको तस्तै अडमा चाहिँ चेन्ज भनेको छु। अब इभन र अड भनेर कहाँ हेर्ने भन्ने कुरा हुन सक्छ। यो निर हेर्ने यो 0 भन्दा अगाडि हेर्ने। यो 0 भन्दा अगाडि के छ 9 छ 9 भनेको अड हैन अड भनेको बिजोड। अड भनेको के त बिजोड इभन भनेको जोड। भन्नुको मतलब यदि जोड आछ भने जस्ताको तस्तै राख्नु पर्यो बिजोड आछ भने के गर्नु पर्यो त चेन्ज गर्नु पर्यो। अब अहिले यहाँ आएर बिजोड आछ भने चाहिँ साइन केमा चेन्ज हुने भयो कस थीटामा चेन्ज हुने भयो। अनि साइन के राख्ने प्लस राख्ने कि माइनस राख्ने भन्ने कुरा चाहिँ क्वाड्रेन्टले डिटरमाइन गर्छ के। अब 90 माइनस थीटा भनेको कुन क्वाड्रेन्टमा पर्छ र ती 90 माइनस थीटा भनेको फर्स्ट क्वाड्रेन्टमा पर्छ र फर्स्ट क्वाड्रेन्टमा त के छ यहाँ सबै पोजिटिभ छ भनेपछि हाम्रो भ्यालु पनि के हुने भयो त पोजिटिभ नै के हुने भयो त हुने भयो। सो प्लस कस थीटा अथवा कस थीटा मात्रै हुने भयो। एउटा अर्को इक्जाम्पल कस 180 प्लस थीटा ल हेर। अब यसमा इभन छ कि अड छ भनेर पहिला हेर्नु पर्यो। यहाँ हेर्ने जोड छ कि बिजोड छ के छ त इभन छ हैन। इभन भन्नुको मतलब चाहिँ जोड छ। अब इभनमा जस्ताको तस्तै भनेर राख्नु पर्ने छ भनेको यहाँ कस छ भनेपछि कसै हुने भयो के। अब 180 प्लस थीटा भनेको कुन क्वाड्रेन्ट हो हेर त 180 प्लस थीटा भनेको चाहिँ कुन क्वाड्रेन्ट रहेछ त थर्ड क्वाड्रेन्ट रहेछ। थर्ड क्वाड्रेन्टमा के मात्र पोजिटिभ छ ट्यान र कट मात्र पोजिटिभ छ तर अहिले यहाँ के छ त कस छ भनेपछि के हुने भयो त नेगेटिभ हुने भयो। यसरी कस 180 प्लस थीटा भनेको माइनस कस थीटा भयो। सिमिलरली कस 360 माइनस थीटा यहाँनिर हेर्नु पर्यो 36 छ इभन हो हैन जोड छ भने जस्ताको तस्तै हुने भयो कस थीटा हुने भयो। 360 माइनस थीटा भनेको कुन क्वाड्रेन्टमा पर्यो 360 भन्दा कम छ भनेपछि फोर्थ क्वाड्रेन्टमा पर्यो। फोर्थ क्वाड्रेन्टमा के छ त हेर त यहाँ कस र सेक पोजिटिभ छ। अहिले हाम्रो के नै छ यहाँ कसै छ भनेपछि के हुने भयो त प्लस कस थीटा हुने भयो। अब यो कहाँ युज हुन्छ भनेपछि ठुलो ठुलो एंगलहरु पत्ता लगाउन जस्तै मानव यता आएर इक्जाम्पलको लागि चाहिँ ल तिमीहरुलाई sin 120 को भ्यालु थाहा छैन you don't know the value of sin 120 कसरी पत्ता लगाउने भनेपछि यो sin 120 लाई हामी यसरी लेख्न मिल्छ 180 - 60 गर्न पाइयो कि पाइएन अथवा यस्तो पनि गर्न पाइयो sin 90 + 90 मा कति जोडेपछि 30 जोडेपछि 90 + 30 पनि गर्न पाइयो। अब यो दुईटै तरिकाबाट चाहिँ हामीले sin 120 को चाहिँ भ्यालु हामी झिक्न सक्ने भयो। अब हेर इभन छ यो केसमा इभन छ भने जस्ताको तस्तै sin 60 180 - 60 भनेको कुन क्वाड्रेन्ट हो 180 - 60 भनेको ल यहाँनिर हेरे 180 माइनस भनेको सेकेन्ड क्वाड्रेन्ट हो। सेकेन्ड क्वाड्रेन्टमा के पोजिटिभ छ त साइन र कसेक मात्र पोजिटिभ छ भने चाहिँ अहिले हाम्रो केसमा पनि के नै छ त साइन नै छ भने चाहिँ पोजिटिभ हुने भयो प्लस sin 60 मा प्लस लेख्न परेन sin 60 भ्यालु के भयो त √3/2। यसरी हामीले sin 120 को चाहिँ हामी भ्यालु झिक्न सक्यौं। सिमिलरली यहाँ sin 90 + 30 भनेर भनेको छ। अब अड छ हेर 9 आछ अड छ भने त चेन्ज गरिहाल्नु पर्यो cos 30 भनेर चेन्ज गर्नु पर्यो। अब 90 + थीटा 90 + 30 हैन 90 + 30 भनेको 120 120 भनेको कुन क्वाड्रेन्टमा पर्छ सेकेन्ड क्वाड्रेन्टमा पर्यो 90 भन्दा ठुलो 180 भन्दा सानो सेकेन्ड क्वाड्रेन्टमा sin र cosec पोजिटिभ छ र हाम्रो अहिले के नै छ यहाँ sin नै छ भनेपछि पोजिटिभ हो। अब cos 30 को भ्यालु कति हुन्छ त √3/2। यसरी हामीले चाहिँ दुवै तरिकाबाट के गर्न सक्ने भयौं त भ्यालु हामी